आमा यो किनिदिनु न त कफी 100 रुपियाँमा 100 रुपियाँमा हुन्छ हो ल 100 रुपियाँ एउटा हजुर त 20000 छ 20000 100 रुपियाँ लिनु छैन 100 रुपियाँ नभन किन त किने के राखेर खान्छु कफी दुध हालेर खाने कफी बुढी चाहिँ उलाई त नि म गएको कफी के हुँदैन देशमै जुसको त नि म ल ल ल त्यो 20 रुपियाँको भयो नि हुन्छ ल म त 100 को 20 रुपियाँमै दिएँ तपाईँलाई तपाईँ लिने भन्नुभयो नि त जहिले खाँदा पनि हुन्छ मैले नेवारी बोलेन हाँसुट्छ फेरि होइन सुरु नापा भयो नि हुन्छ यदि खाँदा नि हुन्छ दिनु न 20 रुपियाँ त 100 रुपियाँको 20 रुपियाँमा डिस्काउन्ट तपाईँलाई है त खोल्नु खोल्नु उहाँको गीतहरू मलाई एकदम राम्रो लाग्छ खोल्यो भिडियोहरू एकदम लाग्यो लाग्यो ल 20 रुपियाँ तपाईँको 20,000 5 लाख भयो